साथीहरु नमस्कार। धेरै साथीहरुले मलाई मेसेन्जरमा के लेख्नुहुन्छ भने म्याम हामी चाहिँ एकदमै स्थानीय तहबाट श्रम शोषित भयौं, एकदमै पीडित भयौं, के गर्ने होला भनेर सोध्नु भएको हुन्छ। किनभने उहाँहरुले संघबाट पाउने 12,000 चाहिँ खाइरहनु भएको रहेछ। अनि स्थानीय तहले फेरि ईसीडी शिक्षकको नयाँ दरबन्दी सिर्जना गरेर उहाँहरुलाई चाहिँ स्थानीय तहबाट व्यवस्थापन गरेर 15,000 खुवाउनु भएको रहेछ। आपत्ति कहाँ भने समस्या केमा भने केही ईसीडी टिचरले संघबाट 12,000 खाइरहनु भएको छ, केही ईसीडी टिचर चाहिँ स्थानीय तहले व्यवस्थापन गरेर 15,000 दिएको छ। यस्तो विभेदपूर्ण एउटै लेभलमा एउटै तहमा कार्यरत ईसीडी शिक्षकहरूलाई किन यस्तो विभेदपूर्ण व्यवहार गरिएको हो? यसमा चाहिँ हाम्रो आपत्ति, यसमा चाहिँ हाम्रो समस्या। उहाँहरुलाई 3,000 थप दिएर समान क्लब स्केल त बनाउन सकिन्थ्यो नि। अनि उहाँहरुलाई काम गर्दा पनि एउटै कार्यथलो एउटै तहमा काम गर्ने शिक्षकले एउटाले 15,000 खानु भएको छ स्थानीय तहले व्यवस्थापन गरेर, एउटाले चाहिँ संघले दिएको 12,000 मात्रै खाँदा उहाँहरुको मनसाय कस्तो हुन्छ होला? हजुरहरु आफैले पनि एकचोटी मूल्याङ्कन गर्न सक्नुहुन्छ। त्यति मात्रै नभएर उहाँले मलाई मेसेन्जरमा के पनि भन्नुहुन्छ कि यति मलिन अनुहारका साथ भन्नुहुन्छ, म्याम हामीलाई पनि उहाँहरु सरह बनाइदिनुस् न, 3,000 थप दिनुस् न। उहाँहरु पनि 10 to 4 बस्ने, हामीहरु पनि 10 to 4 बस्ने, तलब स्केलमा समानता भयो भने हामीलाई पनि बस्दा चाहिँ केही निराशा हुन्थेन, केही गाह्रो हुन्थेन भनेर भन्दा होइन, तपाईहरुलाई जागिर खान मन छ भने खानुस्, 10 to 4 बस्नुस्, हैन भने जान सक्नुहुन्छ, नभए आधा दिन गरेर जानुस्, यसरी पनि भन्नुहुन्छ म्याम। अनि आधा दिन अब 2 बजे गएर हामीले कहाँ के काम गर्नु? अब खाइपी आएको जागिर छोडेर निस्केर जाउँ भने पनि यो रिटायर हुने उमेरमा घर गएर के गर्नु? न त सामाजिक सुरक्षा कोषको व्यवस्था नै छ, न त हाम्रो जागिर को सुनिश्चित छ। त्यसकारण हामी त एकदमै मर्कामा पर्यौं म्याम। हजुरको पालिकामा के गरिरहनु भएको छ, कसरी हामी अगाडि बढ्ने होला भनेर यस्ता एकदमै दुःखलाग्दा कुराहरू म्यामहरुले शेयर गर्नु भएको हुन्छ मलाई मेसेन्जरमा, कल मार्फत। अनि यति पीडा हुन्छ नि, त्यो पीडा चाहिँ मैले खप्न नसकेर आज भिडियो बनाएको हो। भिडियो पनि मैले किन बनाएँ भने अहिले एकदमै बृहत रूपमा शिक्षा ऐनको लागि छलफल भइरहेको बेला यस्ता समस्या पनि छन् है हामी ईसीडी शिक्षकमा भनेर उजागर गर्न र छलफलको विषयमा आओस् भन्ने उद्देश्यले मैले यो भिडियो बनाएको हो। अब यस्तो विभेदपूर्ण व्यवहार चाहिँ हामी ईसीडी शिक्षकमाथि नगर्दिनुस्। 753 वटा स्थानीय तह 30,000 ईसीडी शिक्षकले के अनुरोध गर्दछौं भने यस्तो विभेदपूर्ण हामीलाई राज्यले त देखाए तर स्थानीय तहले नदेखाइदिएको भए हो